हे गाइज वेलकम ब्याक टु माई च्यानल। सबैले स्वागत छ मेरो च्यानलमा हैन। आशा गर्छु कि सबैजना सन्चै हुनुहुन्छ होला हैन। मैले हैन धेरै दिनपछि फेरि भिडियो बनाउन सोचिहालेँ हैन। के गर्ने यस्तै हो कि मनै लाग्दैन के जस्तै हैन। त्यो के अरे मेरो ड्राफ्टको भिडियो जति पनि मैले पोस्ट गरिरहेको छु त्यो सबै ड्राफ्टको भिडियो हो के। भिडियो बनाइसकेको छु, स्टोर छ मेमोरी कार्डमा, त्यही पोस्ट गर्छु क्या मैले डेली। अब भिडियो बनाउन किन झ्याउ लाग्छ भन्दाखेरि भ्युज नि आउँदैन के त्यस्तो खासमा हैन। साथ सपोर्टहरू हजुरहरूबाट चाहिँ आउँदैन, त्यस कारणले हैन मैले चाहिँ भिडियो अलि बनाउन चाहिँ झ्याउ लाग्छ। डेली चाहिँ म फेरि पनि आज चाहिँ ड्युटी गइरहेको छु। ड्युटी भनेपछि त्यही ट्युसन पढाउन हैन। ट्युसन पढाउन मैले निस्किसकेँ घरबाट। अब 8 बजेदेखि सुरु गर्छु तर टाइम चाहिँ 8 यही बजिसकेको छ हैन। अनि अब इलेक्सन पनि आउनेछ नेपाल है। नेपालको इलेक्सन पनि आउनेछ 21 गते। आशा गर्छु कि सबैजनाले चाहिँ एउटा राम्रो व्यक्तित्वलाई चाहिँ छनौट गर्नुहुन्छ होला हैन, जसले चाहिँ विकासको काममा हैन आफ्नो सबै मनहरू चाहिँ लगाउँछ होला। अनि यो चाहिँ रोहिणी 2 गाउँपालिका हो, श्रीनगर हैन, धक्नैतिर हो बाटो हेर्नु त। यो चाहिँ बाटो हो जुन चाहिँ अहिले बनेकै छैन कि यसलाई विकास भन्छ। खासमा यसैले त विकास भन्छ। मान्छेहरू यस्तै विकास त खोज्छन् हैन। अब जसले यस्तो विकास गर्छ भने उसलाई कसले जिताइदिन्छ है। असम यो बाटो यस्तो छ, यदि यो बाटोमा नयाँ कपडा लगाएर हिँड्यो भने त्यो बाटो हैन, त्यो कपडा चाहिँ पक्कै पनि एकदम पुराना भए जस्तो भइहाल्छ क्या। यस्तो बाटो चाहिँ नयाँ बाइक चाहिँ पुराना भइहाल्छ। कस्तो दामी रोड हो के। यस्तो रोड बनाए बापत त सब जनताले चाहिँ भोट त दिन्छ हैन, सही मान्छेले त दिन्छ। रुचि चाहिँ यो के भन्छ अरे पोलिटिक्समा अलि छैन, त्यसैले मलाई अलि थाहा छैन। तैपनि मलाई एउटा इलेक्सनको हैन त्यो के भन्छ अरे चुनाव चिन्ह चाहिँ थाहा छ, त्यो घन्टी जुन बालेन्द्र शाहको हो। आशा गर्छु सबैजनाले चाहिँ उहाँलाई जिताउनुहुन्छ हैन, किनभने सबै नेपाली जनताले चाहिँ विकास खोजेको हो, परिवर्तन खोजेको हो। यदि परिवर्तन चाहनुहुन्न भने यस्तै बाटो चाहनुहुन्छ भने नजिताउनु हैन। जीवनभरि चाहिँ यस्तै बाटोमा हिँड्नु, मुखसुख फुट्ला। यो त गर्मीको सिजनको बाटो हो। जब बर्खाको सिजन आउँछ हैन, बर्सातको सिजन आउँछ भने यहाँको बाटो हेर्नुहुन्छ भने बा यति धुलो हैन, यति हिलो हुन्छ हैन। अब एकैछिनमा म आफ्नो ट्युसनतिर पुग्नेछु हैन। त्यसपछि 1 घन्टा पढाउँछु, त्यसपछि फेरि घरतिर लाग्छु, त्यसपछि बाँकी कुरा चाहिँ फेरि गरौँला एकैछिनपछि। 1 hour later. सो गाइज ट्युसन सकेर म चाहिँ घरतिर जान लागेँ। अनि कुरा चाहिँ यति छ, धेरै कुरा छैन। त्यही अझै हैन मलाई भन्न मन लाग्थ्यो कि चुनाव आइसकेछ, एउटा सही व्यक्तित्वलाई चाहिँ रोज्न पर्यो हैन। यदि देशको विकास चाहियो भने हैन, देशलाई विकासको चाहिँ बाटोमा चाहियो भने, विकासको गतिमा चाहियो भने एउटा सही मान्छेलाई चाहिँ रोज्न पर्यो हैन। अब जस्तै बालेन्द्र शाहलाई चाहिँ अब रोज्नुहुन्छ भने उहाँको यदि बहुमत भएन भने हैन उहाँको सरकार चाहिँ बन्दैन क्या। त्यसैले चाहिँ बहुमत चाहिँ दिनको लागि सबैले जिताउन पर्छ। अब माथिदेखि नै चाहिँ उहाँको जित भयो भने उहाँले चाहिँ कन्ट्रोल गर्न सक्नुहुन्छ, यो कुरा चाहिँ बुझ्नुपर्छ। अनि यहाँको जुन अहिलेको जुन चाहिँ आफ्नो एरियामा हामीले उठेका छन् हैन, अब उनीहरूले चाहिँ के गरे कस्तो गरे यहाँ हामीले चाहिँ हेर्नै सकिन्छ। यो बाटो हेर्न सकिन्छ, बाटो हेरेर चाहिँ थाहा हुनसक्छ हैन कतिको चाहिँ विकास भएको छ हैन। यति कुराहरू चाहिँ मलाई भन्न मन थियो। अझै के भन्न मन थियो भन्दाखेरि यत्तेरी यस्ता रोड यार। अनि हाम्रो जुन 22 गते हैन आन्दोलन भएको थियो, त्यसमा हाम्रा भाइहरू हैन, अनि भाइहरूको चाहिँ दाइहरूको चाहिँ निधन भएको थियो हैन। त्यो सबै सम्झेर चाहिँ एउटा सही मान्छेलाई चाहिँ चुज गर्न पर्यो क्या। त्यो सबैले रोजेर चाहिँ चुज गर्न पर्यो कि त्यो सबै सोचेर चाहिँ हैन। नत्र भने उहाँको चाहिँ त्यो बलिदानहरू सबै खेर जान्छ क्या। त्यो बलिदानहरूलाई चाहिँ खेर जान दिनु भएन। त्यस कारणले चाहिँ
आशा गर्छु कि सही मान्छेले चाहिँ रोज्नुहुन्छ। जय नेपाल, जय देश। अनि भिडियोलाई चाहिँ हेरिराखौँ होइन, सब्सक्राइब गरिराखौँ। लहले जा हेलमेट अब। अनि सरी है, बुवाले चाहिँ होइन बाइक चाहिँ चेन्ज गर्न आउनुभएको थियो। मैले बाइक लिएर आएको थिएँ, मेरो बाइक छैन, यो बुवाको बाइक हो। यही बाइकबाट मैले चाहिँ आफ्नो कामहरू चाहिँ चलाउँछु, किन्छु, टाइम आउँछ भने किन्छु होइन। अहिले चाहिँ घरको परिस्थितिहरू चाहिँ कमजोर छ, त्यस कारणले मैले त्यो सबै बुझेर चाहिँ बाइक किनेको छैन। अनि एउटा कुरा के थियो भन्दाखेरि मलाई पनि आश लाग्छ, विश्वास लाग्छ कि होइन बालेन्द्र शाहज्यूले चाहिँ केही गर्न सक्नुहुन्छ होइन। जस्तै उहाँले चाहिँ काठमाडौँमा धेरै गर्नुभयो, अब उहाँलाई चाहिँ देशभरिमा चाहिँ केही गर्न सक्नुहुन्छ भने मलाई आश विश्वास छ। त्यस कारणले मैले चाहिँ उहाँलाई चाहिँ सपोर्ट गर्छु होइन। अझै मलाई के हाँसो लाग्छ भन्दाखेरि मेरो बुवा चाहिँ राप्रपाको चाहिँ हुनुहुन्छ के, उहाँ पनि राप्रपाकै नेता हुनुहुन्छ। तैपनि मलाई घन्टीमै चाहिँ होइन राम्रो लाग्छ होइन, किनभने एउटा सही मान्छे रोजाइ चाहिँ राम्रो हो के भए त आफ्नै मान्छे चाहिँ अर्को पार्टीमा छन्, तर सही मान्छे चाहिँ आउन पर्यो, विकास हुन पर्यो। किनभने हामीले आफ्नो भविष्य हेर्ने हो कि सही मान्छे आयो भने, राम्रो काम गर्छ भने हाम्रै भविष्य चाहिँ सुनिश्चित हुन्छ क्या। त्यस कारणले चाहिँ त्यो सोचेर चाहिँ होइन त्यस्ता काम गरौँ होइन। त्यसपछि भिडियो हेरिराखौँ, सब्सक्राइब गरिराखौँ, साथ सपोर्ट गरिराखौँ होइन। मेरै सब्सक्राइबरहरूले जति सब्सक्राइबर छन् त्यति भिडियो मेरो हेर्दैनन् कि मलाई लाग्छ होइन। 25 भ्यू, 50 भ्यू, 85 भ्यू, 100 भ्यू मात्र आउँछ कि। अनि सब्सक्राइबर हेर्ने भने 433-34 सब्सक्राइबरहरू छन्। कम्तीमा भिडियो हेरिदिन पऱ्यो होइन, लाइक गरिदिन पऱ्यो, सेयर गरिदिन पऱ्यो होइन, सब्सक्राइबहरू गरिदिन पऱ्यो होइन। भिडियोहरू चाहिँ त्यसपछि बनाउने एउटा विश्वास आउँछ, आत्मविश्वास आउँछ होइन, एउटा मोटिभेसन पाइन्छ कि हेरिरहेको छ हो सायद म राम्रो गरिरहेको छु, यदि राम्रो छैन भने सुझाव सल्लाह दिन पऱ्यो होइन। र अब अर्को भ्लगमा चाहिँ भेट गरौँ।